हेलो एभ्रिवान, तपाईँहरू सबैजना आरामी हुनुहुन्छ होला। म पनि ठिक छु। अनि आज चाहिँ यति धेरै गर्मी छ, कुरै नगरौँ, गर्मीको यति गर्मी छ। अनि प्रायः म चाहिँ हस्बेन्डसँगै सपिङहरू गर्न जान्छु, तर आज चाहिँ बहिनी र दिदीसँग सपिङ गर्न गएँ बिकज मेरो हस्बेन्डको चाहिँ काम थियो, उहाँ काममा जानुभयो। अनि लगभग 2-3 बजीतिर निस्केको, यति साह्रो गर्मी थियो बाहिर। ओ माई गड, गर्मीको चाहिँ यो चरम सीमामै पुगेको छ कि यति धेरै गर्मी। म त बाहिर निस्किने बित्तिकै पुरै पसिना आएको थियो अनुहारमा। अनि बहिनी र दिदी छक्क पर्नुभयो, आमा कति धेरै पसिना आएको तपाईँलाई भनेर, होइन। अनि हामी गफ गर्दै गयौँ अनि सामानहरू किन्यौँ। अनि सामानहरू किनिसकेपछि फर्किँदाखेरि चाहिँ बहिनीको काम थियो, सो उहाँ आफ्नो कामको लागि जानुभयो। अनि दिदी र म चाहिँ गफ गर्दै आयौँ। अनि हाम्रो घर नजिकै चाहिँ यस्तो खोला छ, अनि पानी बगिरहन्छ, चिसो पानी, कस्तो राम्रो, कति सुन्दर देखिन्छ। अनि बाटोमा चाहिँ फेरि कस्तो राम्रो राम्रो रुखहरू पनि छ कि, बोट बिरुवाहरू छ। अनि हामी दुईजना चाहिँ गफ गर्दै आयौँ। अनि त्यो घरहरूको अगाडिपट्टि चाहिँ कस्तो फ्रुट्सको त्यो बोटहरू छ के जुनार, अनि हलुवा बेत के त्यो फ्रुट्सहरूको। अनि कस्तो राम्रो लाग्यो क्या मलाई चाहिँ। अनि त्यो पनि क्याप्चर गर्दै आएँ। अनि आफूलाई हेरेर छक्क पनि, कति धेरै पसिना के, सनस्क्रिन लगाएर गएको थियो, सबै भगायो, केही पनि थिएन अनुहारमा, यति साह्रो गर्मी। अनि मलाई गर्मी भएको देखेर फेरि दिदी चाहिँ छक्कै पर्नुभयो, कति साह्रो पसिना आएको तपाईँलाई भनेर, होइन। अनि यसरी गफ गर्दै आयौँ हामी। अनि ओभर रमाइलो भयो, फ्रेस भएँ अनि एक्सर्साइज गरेको जस्तो मलाई चाहिँ। म चाहिँ फाइनली घर आइपुगेँ। पसिनाले चाहिँ अनुहार यस्तो बनाएको छ, हल्का सनस्क्रिन लगाएको थिएँ, सनस्क्रिनको पनि काम भएन, के गर्नु, गाह्रो छ। यो गर्मी महिना कहिले जान्छ, गाह्रो छ। बुढा नहुँदा नि दुःख छ मलाई। फाइनली म चाहिँ घर आइपुगेको छु। अनि घर आइपुग्दाखेरि चाहिँ मेरो हालत यस्तो छ, यो हेर्नु होला, पुरै पसिना भएको छ। लिपस्टिक चाहिँ धन्न गएन रहेछ, वाटरप्रुफ थियो। सनस्क्रिन लगाएर गएको थिएँ, सबै पसिनाले बगायो। के गर्नु, गाह्रो छ। यो गर्मी महिना कहिले जान्छ भइसक्यो। एनिवे, मेरो भिडियोमा लाइक कमेन्ट्स गरिदिनु होला। मलाई चाहिँ भिडियो एडिट गर्न नि आउँदैन, अनि भोइस कभरहरू पनि राम्रोसँग आउँदैन। यत्तिकै जानी नजानी भिडियोहरू हालिरहेको छु, मन पराइदिनु होला। बाई बाई, सी यू इन नेक्स्ट भिडियो।